हेलो एभ्रिवान नमस्ते वेलकम ब्याक टु माई मिनी ब्लग र हजुरहरू कस्तो हुनुहुन्छ आफ्टर अ लङ टाइम म फेरि पनि तपाईँहरूलाई सानो ब्लग लिएर चाहिँ आइरहेको छु र आजको ब्लगमा चाहिँ इन्ट्रेस्टिङ कुरा चाहिँ के थियो भन्दाखेरि युनिभर्सिटीबाट सर म्यामहरू आउनुभएको थियो र उहाँहरूसँग स्टुडेन्ट्सहरू पनि आउनुभएको थियो रिसर्चको लागि अब डिफ्रेन्ट कन्ट्रिजबाट आउनुभएको थियो जस्तै नेदरल्यान्ड भयो जापान जर्मनी नेपालबाट पनि भयो भुटानबाट पनि आउनुभएको थियो है र अब उहाँहरूसँग पनि अब धेरै बातचितहरू हामीले गर्नु पायौँ र उहाँहरू चाहिँ अब टी गार्डनमा चाहिँ अब कस्तो खालको हाम्रो लाइभलीहुड चाहिँ कसरी चलिरहेको छ अब त्यो विषय लिएर पनि अब रिसर्च गर्न आउनुभएको रहेछ र अन्य कुराहरूमा पनि अब उहाँहरू अब बाबाहरूसँग अब घुम्नु जानुभयो है मेरो बाबा चाहिँ अब एसएजी ग्रुपमा हुनुहुन्छ र उहाँहरूको चाहिँ एउटा रिटायरमेन्ट म्यानहरूको चाहिँ एउटा ग्रुप छ सुनाखरी ग्रुप भनेर चिनिन्छ र लेबुङको भाइ अभिमन्युले चाहिँ अभिमन्युको थ्रु चाहिँ अब बाबालाई चिनेर चाहिँ अब फिल्ड भिजिट गराइदिनु भनेर उहाँले रिक्वेस्ट गर्नुभएको थियो र चाहिँ अब बाबाहरूले अब फिल्ड भिजिट गराउनु लानु पनि भयो है र अभिमन्यु भाइको थ्रु चाहिँ अब हाम्रो घरमा चाहिँ 2 दिनको लागि लन्च एरेन्जमेन्ट पनि गरेको थियो र उहाँहरूसँग भेटेर चाहिँ मैले के नयाँ कुराहरूको अब जानकारी पाउँछु भने चाहिँ अब सानो भिडियो क्लिप्सहरू लिएको छु र तपाईँले पनि हेर्नुहोस् है के कस्तो लाग्छ तपाईँहरूले पनि सेयर गर्नुहोस् लाइक गर्नुहोस् कमेन्ट गरिदिनुहोस् यहाँ चाहिँ हुनुहुन्छ हाम्रो योगल दादा है र दादा 1-2 शब्द राखिदिनुहोस् है तपाईँहरू आज के विषय लिएर चाहिँ अब अहिले हिँड्नु हुँदैछ होइन अब हाम्रो घरमा आउनुभयो र अघि टी गार्डन पनि जानुभयो र 1-2 शब्द राखिदिनुहोस् न हजुर हामी चाहिँ एउटा वर्कसप हुँदैछ दार्जिलिङमा है हुनु त युनिभर्सिटी अफ नेदरल्यान्ड्सकोबाट अशोका युनिभर्सिटी केरलाको युनिभर्सिटी अन्त अन्य जग्गाबाट सबैजना आउनुभएको छ उहाँहरूले अर्गनाइज भएको छ है एउटा सेन्सिङ दार्जिलिङ भन्ने एउटा वर्कसप हुँदैछ जिडिएनएसमा हुँदैछ अनि त्यहाँबाट चाहिँ के गर्दैछौँ भने हामीले अब एउटा यो वर्कसपमा चाहिँ हामीले दार्जिलिङलाई हेर्न गइरहेको छौँ भिन्न पर्सपेक्टिभ्सहरूमा है कुन पाराले हेर्न सक्छ अब डिफ्रेन्ट ब्याकग्राउन्डको मान्छेहरू हुन्छ हामी है अर्को डिफ्रेन्ट सब्जेक्ट्समा हुनुहुन्छ कतिजना रिसर्चरहरू हुन्छ कतिजनाहरू फिल्म मेकर हुनुहुन्छ कतिजना कन्सल्टेन्टहरू हुनुहुन्छ कतिजना पोलिसी मेकरहरू हुनुहुन्छ है उनीहरू आएर चाहिँ हामीले चाहिँ अब यो दार्जिलिङ जग्गालाई चाहिँ कतिवटा साइट्समा डिभाइड गरेको छौँ अन्त सानो टुक्राहरू अब जस्तै यो टोली चाहिँ हामी यहाँ आइपुगेको छौँ फुपसिरिङ है टी स्टेटलाई गर्नको लागि हामी फुपसिरिङलाई छानेको थियौँ त्यसले गर्दाखेरि त्यसरी गरी तपाईँको घरमा पनि आइपुग्यौँ स्वादिष्ट खाना पायौँ है मजा आयो रमाइलो पनि भयो है तर त्यो सँगसँगै हामीले चाहिँ के गर्न खोजिरहेको छ कि अब दार्जिलिङ अब एउटा हेरिटेज भएको जग्गा हो राम्रो जग्गा हो तर कतिवटा चिज यहाँकै बारेमा यहाँकै मान्छेहरूलाई पनि थाहा छैन त्यो सब चिजहरूलाई हेरेर हामीले हेरचाह गरेर सोधीखोजी गरेर कतिवटा अब टी गार्डनमा जाँदा वर्कर्सहरूसित हामीले कुरा गऱ्यौँ है त्यो कुरा गरिकन एउटा सानो प्रेजेन्टेसन जस्तो बनाएर एउटा पछि अब यसलाई कुन चाहिँ आधारमा चलाउन सकिन्छ त्यसको डिस्कसनहरू गरेर अब यसलाई अब आज र भोलि छ भोलिको अन्तिम दिनमा चाहिँ हामीले यो सब गर्नेवाला छौँ ए हुन्छ थ्याङ्क यू दादा तपाईँकोबाट अलिक जानकारी पाएँ है हुन्छ थ्याङ्क यू र अरू हामी कसैलाई अरू सरहरूलाई सोध्नु सक्छु सोध्नुहोस् न आउनुहोस् न यता लिएर देखाउनुहोस् न यतिकै सोध्दै जानुहोस् उहाँहरूलाई 3जना नेपाली बोल्नुहुन्छ अझै हो नेपाली बोल्नेहरूलाई सोध्नु कसलाई सोध्नु दादा उहाँ 2जना नेपाली बोल्छ उहाँ नेपाली बोल्नुहुन्छ अच्छा नेपाली मलाई सरलाई सोधिहाल्छु नेपाली के सोध्नुभयो हजुर जुन चाहिँ अब तपाईँहरू अहिले यो आउनु भएको छ है र यसको विषयमा चाहिँ 1-2 शब्द गरिदिनुहोस् न यो चाहिँ अब नेपालमा जर्मनीको एकजना हुनुहुन्छ होइन इन्डियाको लद्दाखदेखि अब विभिन्न ठाउँबाट आउने अध्ययन भ्रमण जस्तै भयो हजुर अब यो दार्जिलिङमा 3 दिनको कार्यक्रममा आएको होइन अनि हामी चाहिँ धेरै ग्रुपमा बाँडेर एउटा चाहिँ टी गार्डन कसरी चलेको छ होइन यसमा कामहरू कसरी हुन्छन् भन्ने बुझ्ने टोली यो भयो अब अरू टोलीहरू चाहिँ अन्त हुन्छ थ्याङ्क यू र तपाईँलाई मैले बनाएको अचार चाहिँ कस्तो लाग्यो म चाहिँ त्यो अचारको सानो बिजनेस पनि गर्छु नि त अचार त एकदम मजाको त्यो धुलो अचार भन्नुभयो हजुर त्यो 3टै अचार हो सर त्यो 3टै अचार गुन्द्रुक त बेस्ट थ्याङ्क यू गुन्द्रुक चाहिँ एकदम बेस्ट मलाई हुन्छ थ्याङ्क यू र अब चाहिँ यहाँ लन्च पनि सुरु भइसक्यो र तपाईँले हेर्न सक्नुहुनेछ
So we start with the fruit in the early spring season, and then we go with the leaves and stems, and in winter we finish with the roots. हेलो मैम मैं जर्मनी से आई हूँ। हिंदी में बोले या? यस यू कैन स्पीक मैं जर्मनी से आई हूँ, बहुत दूर से आई हूँ क्योंकि मैं कभी दार्जिलिंग नहीं गई और मैंने सोचा ठीक है मैं लोकल लोगों के साथ थोड़ा टी गार्डन देखने जाऊँगी। जी और मुझे बहुत मज़ा आया कि जो आपके यहाँ के लोग हमसे बात किया और लोगों ने हमसे बात किया जो टी गार्डन्स में काम करते हैं और जो आदमी लोग जो वहाँ काम करते हैं हमसे बात किया और थोड़ा हमसे समाचार दिया कि काम क्या है, क्या करते हैं, कमाई कितने हैं, बहुत ही कम है। अच्छा नहीं लगा। लेकिन चाय कैसे बनाते हैं, कहाँ से आते हैं, ये आपको खाना कैसा लगा आज का वो अचार मैं इस वो मेरा बिजनेस है ये जो खाना था जी मैंने कभी इतने अच्छा खाना नहीं खाई इस जगह में, खाई जगह में नहीं। थैंक यू थैंक यू थैंक यू। साथैमा अब उहाँकोसित हामीले अब खाना खायौँ है। अन्त यहाँ खाएको जति स्वादिष्ट खाना मध्येमा चाहिँ सबै अचारहरू उहाँ आफैले बनाउनु हुँदैछ। आँसु एन्टरप्राइजको नाममा रहेछ है। धेरै धेरै तपाईँको अब फिलिङ्गे रहेछ, तपाईँको नेवारी अचार रहेछ। एन्ड यु लाइक दिस भेरी मच नो? है मैं पहली बार खाई ये बहुत अच्छा था, बहुत ही अच्छा। थैंक यू पूरी दुनिया में इतनी अच्छा नहीं मिलती। थैंक यू अन्त उहाँले चाहिँ फेरि फिलिङ्गे नै रहेछ। अझै तपाईँको धेरै धेरै छ, तपाईँले स्वादिष्ट रहेछ, किनिदिनु होला है। हजुर तपाईले धेरै दिनु के कुन चाहिँ तपाईँलाई पाउडर खाली मिक्स मात्रै भन्नु मिक्स मात्रै ओके जस्ट मिक्स हैन उयो पनि अरु चाहिँ कुन चाहिँ चाहिन्छ पाउडरै हो पाउडरै अरु गुन्द्रुक भन्नु र आजको दिन चाहिँ एकदमै राम्रोसँगले बित्यो। धेरै जग्गाबाट अब आउनुभएको गेस्टहरूसँग हामीले भेट्नु पायौँ, एकदमै खुसी लाग्यो र एउटा सानो फोटो पनि खिच्यौँ। थ्याङ्क यू फर वाचिङ।